नेपालमा भिजा लागेर नयाँ श्रम गर्न रोकिनु भएका हजारौं लाखौं नेपाली जनताहरू हुनुहुन्छ जो काठमाडौँमा आएर कतिपय अलपत्र परेर बस्नु भएको छ। कतिपयले फ्लाइट टिकट काटेर बारम्बार एक्सटेन्ड गर्नु परेको छ। कतिपय घरमै विदेश जानको लागि भनेर घरबाट बिदाबारी टिकट आलो लगाएर फेरि घरै फर्केर जानुपर्ने अवस्था छ। यो अवस्थामा जानकारी लिनको लागि तपाईले एचआरसीसीलाई त फलो गर्नु भएको छ। त्यति मात्रले पुग्दैन। आजको यो भिडियोमा म तपाईलाई नयाँ श्रमसँग रिलेटेड कुनै पनि जानकारी लिनको लागि म तपाईलाई श्रम मन्त्रालयको फेसबुक पेज पनि यहाँ यसरी राखिदिन्छु। तपाईले यो फेसबुक पेजलाई फलो गर्नु होला। सबै इन्फर्मेसनहरु एचआरसीजे भन्दा अगाडि तपाईले पाउनुहुन्छ र कमेन्टमा म तपाईलाई श्रम मन्त्रालयको कलिङ नम्बर पनि राखिदिन्छु। फर्स्ट कमेन्टमा गएर हेर्नु होला। त्यो नम्बर सेभ गरेर राख्नु होला। बारम्बार कल गर्नु होला। तपाईले अफिस टाइममा बारम्बार कल गरेर सोध्नु होला नयाँ श्रम कहिले खुल्छ, नयाँ श्रम कहिले खुल्छ। यस्तै यिनै भिडियोको लागि एचआरसीजे लाई फलो पनि गर्नु होला। थ्यांक यू।